प्रथम कुरा छ तपाईको मेरो बहिनीले चाहिँ जब बच्चा पेटमा आउने बित्तिकैदेखि यही हस्पिटलमा तपाईँको चेकिङ सबै यहीँ गरिरहेको 6 गतेको डेट थियो 7 गते 6 गते चाहिँ तपाईँको त्यस्तो कुनै बिरामी नलागेपछि चाहिँ तपाईँको 7 गते आएर यहाँ एडमिट भएको डक्टरको सल्लाहअनुसार एडमिट भएको हो र त्यही 7 गतेका बच्चाहरूले नर्मल बच्चा पनि र अब नर्मल हामी अपरेसन परेन तर चाहिँ हात लगाएर डक्टर तानेको त्यति बेला भित्र चाहिँ धेरै अङ्गहरू चाहिँ छेदविच्छेद भएको र त्यसले गर्दाखेरि डाक्टर साहब चाहिँ सबैभन्दा बढी भयो र त्यो डाक्टर साहब चाहिँ नै अब समयमै चाहिँ त्यसलाई रोक्नुपर्ने थियो त्यसको उपायहरू चाहिँ चाहिँ डक्टरहरूले गर्नुभएको थियो त्यो डक्टरहरूले चाहिँ त्यो नगरेर चाहिँ तपाईँको यसलाई एउटा सामान्य ढङ्गले चाहिँ एउटा चाहिँ हेल्थ चेकराइपूर्ण चाहिँ योबाट चाहिँ डक्टरहरू पनि गएको र 3 लिटरभन्दा बढी ब्लड चाहिँ तपाईँको बगिसके पछाडि बिरामीको जुन बहुत चाहिँ नाजुक अवस्था चाहिँ नै अब पुगेपछि बिरामी अनि मात्र तपाईँको चाहिँ अपरेसन गर्नुपर्छ ब्लड लिनु जाऊ उता जाऊ भनेर चाहिँ हामीलाई चाहिँ तपाईँको भनिएको र हामी परिवारको मान्छे जति छौँ हामी परिवारभित्रमा चाहिँ कसैलाई पनि हामीलाई भेट्न नदिएको भेट्न खोज्दाखेरि तपाईँको च्यानलको तानेर तपाईँको चाहिँ त्यहाँ चाहिँ थोरै चाहिँ तपाईँको सेक्युरिटी राखेर चाहिँ तपाईँको परपरै चाहिँ हामीलाई गरेर भेट्नु मिल्दैन ल त्यसो भए डक्टर त भेट्नु मिल्छ नि त स्पेसिस्ट डक्टर को हो त कसले उहाँ चाहिँ यहाँ संरक्षण को डक्टर हुनुहुन्छ उहाँलाई भेटाउनुहोस् त भन्दाखेरि पनि त्यो चाहिँ सुनवाई केही पनि नगरेको र केही डक्टरहरू त्यहाँ आवजात गरेको देख्दाखेरि हामीले सोद्धाखेरि डक्टरहरूले चाहिँ तपाईँको हामी भनेको चाहिँ एसिस्टेन्ट हो अब हामीलाई सबै कुरा थाहा हुँदैन भन्ने चाहिँ तपाईँको जवाफ उहाँहरूले दिएको त्यसो भएको हुनाले यहाँ चाहिँ तपाईँको भनेको त्यो उहाँलाई नियमित रूपमा 7 गतेका लागि बोलाइएको थियो उहाँ आउनुभयो हिँडेरै आउनुभयो हिँडेर छ एकदम बच्चा पनि नर्मल रूपमा जन्मियो पनि चाहिँ 5 बजे चाहिँ खाजा खाएर चाहिँ मेरो भाइ आएर चाहिँ खाजा खुवाएर बगैँचाखेरि बच्चा पनि नर्मल जन्मियो बच्चा पनि जन्मियो कति उमेरको हुनुहुन्छ उहाँ 33 वर्ष कस्तो लापरवाही त है त्यो बच्चा पनि नर्मल रूपमा जन्मियो नियमित रूपमा पहिलादेखि यहीँनिर चेक गरिरहनु भएको रहेछ उहाँले फेरि होइन त हो एकदम त्यही भएर यो अत्यन्तै तपाईँको चाहिँ लापरवाहीको पनि यो पराकाष्ठ हो होइन यस्तो घटना चाहिँ तपाईँको यो मेरो बहिनी अहिले पर्यो योभन्दा अगाडि यस्तो घटना थुप्रै परेको रहेछ होइन र उहाँहरूले चाहिँ पेलेर दमन गरेर पुलिस प्रशासन लाएर तपाईँको भएन चाहिँ यहाँ चाहिँ मार्सल खेलाएर तपाईँको यो चाहिँ सेक्युरिटीहरूलाई चाहिँ तपाईँको यहाँ वन्सरहरूलाई भेला गरेर तपाईँको मान्छे चाहिँ पिट्ने लखेट्नेसम्मको चाहिँ काम चाहिँ पहिला पनि भएको रहेछ र त्यो चाहिँ आन्दोलनलाई डिसमिस गरेर मान्छे आजित भएर छोडेर गएको पनि र त्यस्तै अहिले पनि उहाँहरूले त्यही हल्का ढङ्गले हामीलाई सोचिरहनु भएको छ तर त्यो उहाँहरूको चाहिँ त्यो यहाँहरूले विवेकहीनताको उत्कर्ष हो भन्ने मलाई लाग्छ यहाँहरूले हेर्नुभयो नि त्यो सूक्ष्म रूपमा पनि हेरिरहनु भएको छ त्यो कस्ता खालका लापरवाहीहरू चाहिँ गरेर छन् जस्तो अब चाहिँ ब्लिडिङ हुन थालेपछि ब्लिडिङ रोक्ने चाहिँ प्रोसेस उहाँहरूले पटक्कै गर्नु भएन 2 घन्टासम्म 3 लिटरभन्दा बढी चाहिँ ब्लिडिङ भएको गइसकेको भनेपछि त होइन उहाँहरूकै त स्टाफबाट चाहिँ तपाईँको चाहिँ ब्लिडिङ चाहिँ धेरै भइसक्यो 3 लिटरभन्दा बढी हुन थाल्यो भन्ने जस्तो चाहिँ उहीँबाट कुरा आएपछि त्यतिन्जेल उहाँहरू के हेरेर बस्नुभयो त त्यसपछि बल्ल तपाईँको चाहिँ नि अवस्था चाहिँ जब गम्भीर भयो त्यस पछाडि मात्रै उहाँहरू चाहिँ यसो चाहिँ ताते जस्तो केही गरौँ जस्तो गरेर चाहिँ तपाईँको गरेको त्यस्तो भयो हेल्थ चेकराइ भएको कारणले गर्दा आज यो दुःखद घटना तपाईँको यत्रो हस्पिटलमा 2-4 लिटर 10-20 लिटर त्यो ब्लड पनि हुँदो रहेछ त्यो त त्यही त म भन्दैछु यत्रो चाहिँ यो चाहिँ तपाईँको एउटा रुकुम रोल्पा जस्तो चाहिँ ठाउँ अथवा खोटाङ एउटा विकट ठाउँ भनौँ न जस्तो ठाउँको हस्पिटल पनि होइन यो त यो चाहिँ यत्रो चाहिँ उपत्यकाको एउटा चाहिँ तपाईँको मुटुमा रहेको यत्रो चाहिँ सुविधा सम्पन्न हस्पिटलको रूपमा चाहिँ यसलाई चाहिँ सबैले भन्ने गरेको सुन्थे तपाईँको यहाँ 1 पाउन्ड ब्लड पनि तपाईँको जगेडा रहेनछ यो चाहिँ तपाईँको चाहिँ प्रशासनको कतिसम्मको चाहिँ तपाईँको लापरवाही हो हैन 1 पाउन्ड ब्लड पनि तपाईँको नहुनु र समयमै यस्तो हुन सक्छ है
तपाईँहरू तयारी बस्नुहोस् भनेर समयमा चाहिँ काउन्सिलिङ पनि नगर्नु, सूचित पनि नगर्नु। अनि 81 राति परेपछि अब रातिको समय छ तपाईँको, सबै मान्छे सुतेको हुन्छ, फोन गर्दा पनि फोन उठ्दैन होइन। अनि ल तपाईँहरूले नि त्यहाँ तपाईँहरूको होला चाहिँ कहाँ जानुपर्ने तपाईँहरूले भनिदिनुहोस्, हामी गएर ब्लड ल्याउँछौँ भन्दाखेरि पनि तपाईँहरूको उहाँहरूले कसैले 1 इन्च पनि हेल्प कहीँ नगरेको। हामी आफ्नै बलबुत्ताले चाहिँ ब्लड ब्याङ्कदेखि रेड क्रस सारा चाहिँ पुगेर ब्लडहरू चाहिँ तपाईँको डक्टरले त्यो अपरेसन गर्नुभएको छ, त्यो डक्टरै सार्वजनिक भएको छैन भन्नुहुन्न उहाँले। हामीले त्यति हो हाम्रो माग, मुख्य माग चाहिँ को संलग्न हुन्थ्यो उहाँहरू आएर हामीले जवाफ दिनु पर्यो, हामीलाई चित्त बुद्ध जवाब चाहियो भन्ने हाम्रो माग हो। र चाहिँ यहाँ डक्टर हस्पिटलको सञ्चालक को मेन चाहिँ यहाँको डाइरेक्टर होला, अध्यक्ष होला, को हो उहाँ चेयरम्यानहरू आएर हामीसँग यहाँ चाहिँ संवाद गर्नु पर्यो भन्ने हाम्रो माग हो। अहिलेसम्म त्यो चाहिँ कुनै पनि उहाँले त्यस्तो देखाउनु भएको छैन। भनेको त्यसमा चाहिँ के त्यो यो त शिक्षण अस्पताल पनि हो नि त, फेरि सिक्ने मान्छेले त्यो उपचार भनौँ न त्यहाँ संलग्न भएर यस्तो घटना घटेको त्यो पनि हुनसक्छ। त्यो त त्यही हुनसक्छ, तर अब हामी ठ्याक्कै त्यो डक्टर सिकारु हो होइन, अब त्यो अहिले मैले ठ्याक्कै भन्न त म सक्दिनँ। तर हाम्रो चाहिँ अनुमान चाहिँ तपाईँको त्यो सबै सिकारु डक्टर थिए, सिक्न आएका थिए। सिक्ने क्रममा चाहिँ एउटा चाहिँ तपाईँको चाहिँ बाख्रा खसीलाई जस्तो चाहिँ तपाईँको काटेर अब त्यसरी चाहिँ तपाईँको छेदविच्छेद बनाएर मान्छे अब अपरेसन तपाईँको यस्तो छ। अब अपरेसन तपाईँको बच्चा नर्मल जन्मिया छ, अपरेसन गर्नुपर्ने भयो, यहाँ छिटो सिग्नेचर गरेर एकैछिनमा कुदाएर आएर गार्डले थर्काएर सिग्नेचर यहाँ गर्नु पऱ्यो भनेर अब सिग्नेचर गराउँछ, त्यो पनि हामीले गरिदियौँ। हाम्रो बिरामी के हो भनेर होइन। अनि त्यसपछि उहाँले अपरेसन गर्नुभयो, के गर्नुभयो त्यो अपरेसन गरिसकेपछि हामीले अहिलेसम्म मेरो बहिनीको अनुहार मैले हेर्न पनि पाएको छैन, कहाँ राखेको छ त्यो देखाउँदैन पनि होइन। मैले अहिलेसम्म म खोटाङमा थिएँ, म रातारात आएँ, तर मैले बहिनी अहिलेसम्म पाएको छैन। त्यो तपाईँको नर्मल बच्चा जन्मिसकेपछि अपरेसन गर्नुपर्छ, यहाँ गर्नुपर्छ, त्यहाँ गर्नुपर्छ, सिग्नेचर गर भनेर केलाई भनेको उनीहरूले? त्यही त बुझिन सक्नु छ। अब यो चाहिँ ब्लड हामी उहाँहरूको भनाइ चाहिँ के छ भने यो चाहिँ ब्लिडिङ बढी भयो, अपरेसन गरेर यसलाई चाहिँ ब्लिड चाहिँ रोक्नु पर्यो भन्ने चाहिँ उहाँहरूको तर्क हो। तर चाहिँ त्यो समय धेरै भइसकेको जस्तो मलाई लाग्छ। भनेपछि अस्पतालले तपाईँको बहिनीको मृत्युको कारण के हो भनेर भन्यो नि, भनेको छ उहाँहरूको भनाइ त अब ब्लिडिङ भएर मृत्यु भयो भन्छ होइन। ब्लिडिङ भएर यस्तो सुविधा सम्पन्न हस्पिटलमा ब्लिडिङ भएर एउटा सामान्य चाहिँ तपाईँको न दीर्घरोग छ केही होइन, केही पनि छैन, सुगर छैन, प्रेसर छैन, एज फ्याक्टर सब ठिक छ होइन, ठमठम हिँडेर आएछ, बेलुकासम्म मजाले खाएर आफन्तहरूसँग सबैसँग बोलिरहेको छ। अब त्यस्तो चाहिँ एउटा चाहिँ सामान्य चाहिँ उसलाई त्यो बिरामी पनि भन्नु मिलेन नि त होइन, बच्चा डेलिभरी गर्न आएको सामान्य डेलिभरी हो, अपरेसन होइन। पहिले बच्चा निकालेर अनि चाहिँ अपरेसन गरिएको, अपरेसन पनि 2 पटक गरिएको भनेको सुनेको छु। त्यसपछि हामीलाई चाहिँ नि भागाभाग छ डक्टरहरू को आऊ अगाडि चाहिँ हामीलाई चाहिँ गर नि त के कारणले मेरो बहिनीको मृत्यु भयो, कम्तीमा जान्नु पाउने चाहिँ अधिकार त मेरो पनि छ नि त, होला नि त भनेर मैले भन्दाखेरि हामी आफन्तहरूले भन्दाखेरि तपाईँको अहिलेसम्म त्यो हेर्न पनि नदिनुको कारण चाहिँ के रहेछ थाहा छैन। अब उहाँलाई यति हतारो लागेको छ चाहिँ तपाईँको त्यो पोस्टमार्टम गरौँ सब यसो चाहिँ एउटा साइन चाहिन्छ, साइन हो त्यतातिर उहाँ चाहिँ तपाईँको गरेर यो सबै क्लियर गर्नु चाहिँ खोजिरहनु भएको छ। यो चाहिँ तपाईँको त्यति उहाँहरूको जस्तो त्यति सजिलो चाहिँ छैन। बच्चाको अवस्था कस्तो छ अहिले? बच्चा चाहिँ अब नर्मल छ, अस्ति अलिक रेस्पिरेसनमा समस्या थियो, जति चाहिँ रेस्पिरेसन हुनुपर्ने श्वास प्रश्वासको मात्रा त्यो कम भएर चाहिँ तपाईँको गरिएको थियो। अहिले चाहिँ तपाईँको नर्मलमा पुगेको छ, तर निमोनिया चाहिँ अलिकति देखियो। अब बहिनीको मृत्युको क्षतिपूर्ति कुनै पनि पैसाले दिन त सक्दैन, ज्यान फिर्ता त आउन सक्दैन, तर पनि जीवन चलाउनको लागि तपाईँहरूको माग चाहिँ के छ नि? कति क्षतिपूर्ति पाएको खण्डमा तपाईँहरू बाटो ल्याउन तयार हुनुहुन्छ? यति उति क्षतिपूर्ति मान्छेको चाहिँ तपाईँको खसी बाख्रा भएर त्यस्तो चाहिँ कुरा हुन्छ त्यहाँ त्यो त प्रसङ्गै भएको छैन। तर कम्तीमा चाहिँ मानवीय संवेदना कुरा हो नि। 2-2वटा अब भान्जी छ, पहिलाको पनि मेरो भान्जी थिए, ठुलै छ होइन, अहिले पनि भान्जी भएको हो, सानो पनि होइन। अब उनीहरूको भविष्यको लागि के हो
कता के तपाईँको चाहिँ अब उहाँले त केही कुरा त अब चाहिँ आएर मुख्य मान्छेले चाहिँ तपाईँको जो पीडित हो पीडितहरूसँग बसेर चाहिँ केही घाउ मलमपट्टिको कुरा गर्ने त तपाईँ पुरै छोड्दैन होइन हाम्रो गल्ती भयो भन्ने चाहिँ तपाईँको सबै उनीहरूलाई चाहिँ भित्र महसुस सब छ तर बाहिर बोल्दैन। त्यो त अस्पतालले के गर्नु पर्यो जसले गर्दा तपाईँहरू वार्तामा आउन तयार हुनुहुन्छ? हस्पिटलको ठ्याक्क टेन्टेटिभ हो तपाईँ म यही भन्दैछु यहाँ चाहिँ तपाईँको एउटा कर्मचारी कारिन्दासँग हामीले चाहिँ नि वार्ता गर्ने होइन। हस्पिटलको मेन सञ्चालक यहाँको अध्यक्ष डाइरेक्टर को छन् उनी आउनु पर्यो र मेरो चाहिँ बहिनीलाई सुरुबाट हेर्ने डाक्टर र पछि चाहिँ त्यो के कारणले अपरेसन गर्नु परेको त्यो अपरेसनमा संलग्न डाक्टरहरू जबसम्म अगाडि आउँदैन तबसम्म आन्दोलन जारी रहन्छ। यो कस्तो विडम्बना भयो है, मान्छे सधैँ मान्छे